हेलो मेरो युट्युब च्यानलमा सम्पूर्ण दर्शकलाई मेरो नमस्कार छ। आज हामी ट्रान्सफरमा जब ब्लास्टिङमा हाल्न गइरहेका छौँ र हेरेर साथ सपोर्ट दिनु होला। लास्टसम्म कस्तो लाग्छ मेरो भिडियो लाइक कमेन्ट छोडिदिनु होला। गाह्रो नम्बर मेरा दर्शक हजुरहरू। अब यसलाई चाहिँ उठाउनु पर्यो, जब उठ्दैछ। धेरै मेहनत लाग्छ चेन तान्नलाई, धेरै गरौँ पनि छ, त्यही भएर चेन घिच्नलाई धेरै गाह्रो हुन्छ। यतापट्टिको चाहिँ इलेक्ट्रिक सिस्टम हो, यसले चाहिँ मोटरबाटै उठाउँछ, रिमोट छ। उतापट्टि चाहिँ धेरै गाह्रो छ, चेन तान्नुपर्छ, यत्रो ठुलो जब छ। यसलाई चाहिँ हामी ब्लास्टिङमा हाल्न गइरहेका छौँ र ब्लास्टिङमा हालेपछि यसको ब्लास्टिङ हुन्छ, त्यसपछि मेटलाइजिङ गरिन्छ। हामीले धेरै गाह्रो छ, धेरै दुःख छ कामको लागि। ब्लास्टिङ फेरि एक नम्बर ग्रिट ब्लास्टिङ हो। यो हप्पर हो, यो चलाक चाहिँ यो उसमा पुरा रेती ग्रिट भरेको छ। ग्रिटले काम हुन्छ पुरा। यसमा हावा र प्रेसर र ग्रिट जान्छ, त्यहाँ चाहिँ मारिरहेछ हाम्रो ब्लास्टरले। ब्लास्टिङ लाग्छ, यो कमसेकम 2 दिन 3 दिन लाग्छ। ब्लास्टिङ आधा मात्रै भइयो, चालु हुन्छ। त्यो माथिको वासरले काम नगरेको हुनाले, त्यो माथि रिङ हुन्छ, त्यो रिङले काम नगरेको हुनाले पुरा हावा लिकेज ठ्याक्कै बस्दैन, छड्के गएर बसिदिन्छ। पुरा साइडबाट हावा र रेती निस्किन्छ, त्यही कारणले धेरै दुःख छ यसलाई राख्नलाई, बन्द हुनलाई धेरै गाह्रो हुन्छ। ठोक्दै हैरान हुन्छ। बस्यो अब। वाल बन्द भयो। यसमा चाहिँ पुरा ग्रिट और प्रेसर यही मात्रै हुन्छ। त्यो तलको वाल हो, रेती छोड्ने, रेती र ज्यादा पनि छोड्नु भएन, कम पनि छोड्नु भएन, मिडियमले छोड्नु पर्छ। रेती बल्ल साफ हुन्छ ट्याङ्क। ब्लास्टिङको मतलब यो हो कि यसको पुरा लाइफ बन्छ। ब्लास्टिङ गरेपछि ट्रान्सफर्मरको जल्दी खराब हुँदैन। त्यो माथि फेरि मेटलाइजिङ गरेपछि मजबुत हुन्छ। मेटलाइजिङको मतलब त्यो जहाँ पानी राख्यो खराब हुँदैन। पुरा फलामको छर्रा हो, यो ग्रिट हो। अब चाहिँ मेटलाइजिङ गरिन्छ। हामी मेटलाइजिङ भयो।
दर्शक हजुर कस्तो लाग्छ मेरो भिडियो हेरेर सानो भए पनि लाइक कमेन्ट छोडिदिनु होला। यही भिडियोबाट म बिदा हुन चाहन्छु हजुरहरूबाट। फेरि यस्तै यस्तै राम्रो भिडियोहरू बनाएर ल्याउँला हजुरहरूको सामु। भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। यो चाहिँ इलेक्ट्रिकबाट चल्छ। यो पुरै इलेक्ट्रिक हो हाम्रो मेटलेजिन कोटिङ। यो चाहिँ वायर जिङ्क